बाट पो हानेर रहेछ खोइ आयो आयो अरे ल ल ल 3 जनै उतार्यो खोइ त्यो माथिको टाउको फुटाउ हो के खोइ किन लुकेको यार जसरी मर्नै पर्ने हो साथीहरूले अघि लबीको दर्शन गरिसक्यो तिमी पनि जाऊ अरे यहाँ फेरि लगन फेरि यो गन त मैले मसला हातमै नटेको के यसको के गरे यस्तो के हालेको यस्तो यसको ल फेरि यो पागल उफ त्यतातिर फेरि यो मसला के एम पनि यार कहाँ लान खोज्यो फेरि यसले गाडी यहाँ एनिमी छ साले यसको पछाडि छ ए यहाँ रहेछ त 27 किलको साथमा तेरो दाजु एमभीपी यो गन खोजेर हत्तु भयो पिस्तोल मात्रै भेटेर अरे यो लिन कति ढिलो लोडिङ हो यो कुन हो यो खोइ अरे यो लोडिङ कति टाइम लागेको क्यान्सल 1 घन्टा लोडिङ लाग्यो यो गन हटाइदियो यार यस्तो राखेर फाइदा छैन अनि लोडिङमै आमामा एनिमीले त मार्छ त यस्तो लोडिङ अगाडि लोड भयो भने त अनि रिलोड भयो भने त अरे ल फेरि यो 4 नम्बर के हेरेर बसेको भाइ अगाडि गएर के त्यसले ढोक्न गएको यता देखिसकेँ मैले अरे मासले ठ्याक्कै त्यो घरको पछाडि गयो सबैले तिनीहरूलाई भनिरहेछ टक टङ भन्न मजा आउँछ क्या यिनीहरूलाई सबैले टार्गेट गरिरहेको थियो टार्गेट कहाँ जाने भाइ लुकाछिपी खेलेको ऊ अरे भाइ कहाँबाट ए जाले तैँले घोडा टेक्यो भाइ नि यता मैले मात्र देखाएको छु तिनीहरूले देखाएको छैन तिनीहरूले फायर गरेर मात्र हो नत्र तिनीहरू केही थाहा थिएन अरे त्यो बच्यो यार परालको कुनामा गयो होला परालको कुनामा गएर बस्छस् खोइ म हँस्छन् खोइ कहाँ पछाडिबाट पो हानेर रहेछ खोइ आयो अरे ल 3 जनै उतार्यो मेरो अगाडि त्यो गाडी लिएर नआउ के अब फायर सुरु भयो अरे भन्नै मैले देखाएको थिएन ल ठ्याक्कै यो चेप्यो कहाँ भाइ कहाँ ज्यादा मलाई मार्ने खोइ त्यो माथिको टाउको फुटाउ हो के खोइ किन लुकेको यार जसरी मर्नै पर्ने हो साथीहरूले अघि लबीको दर्शन गरिसक्यो तिमी पनि जाऊ अरे यहाँ फेरि लगन फेरि यो गन त मैले मसला हातमै नटेको के यसको के गरे यस्तो के हालेको यस्तो यसको ल फेरि यो पागल यता उति त्यतिकै उफ्रिरहेछ यार यत्रो गाडी देख्दैन के हो त्यसले उफ त्यतातिर फेरि यो मसला के एम पनि यार कहाँ लान खोज्यो फेरि यसले गाडी यहाँ एनिमी छ साले यसको पछाडि छ ए यहाँ रहेछ त ल फेरि मेरो साथी न किन यता खोइ जाले तँलाई त मैले उत्रिने टाइम छैन भाइ उत्रिने टाइम छैन भनेको उत्रिनु पर्यो यार अनि उत्रिनु पर्यो के खै लाजे लाग्यो ए भन्यो कहाँबाट अनि यस्तो ठाउँबाट हानेछ कहाँ देख्दैन टाउको मात्र देखाइरह होला सायद ऊ साला आम्मै धन्दैन मैले त फर्स्टमै छोडिदिएको यार यसले यो नक भयो होला भनेर साला यताबाट हान्ने होइन भाइ त पनि साला त बच्दैनस् अब एउटा बाँकी एउटाले साथीहरू फिनिस गरिदियो सेकेन्ड डिनर 27 किलको साथमा तेरो दाजु एमभीपी